हिन्दू मार्गीको सबैभन्दा ठूलो चाड दशैँलाई नेपाल मण्डलका नेवारहरूबीच मोहनी नखाले परिचित छ। आजको प्रस्तुतिमा यही मोहनी नखाको बारे सविस्तार वर्णन गर्ने प्रयास गर्दैछु। कृपया धैर्य गरी सुनिदिनुहोला। मोहनी नेपाल भाषाको मौलिक शब्द हो जसको अर्थ कसैलाई आफ्नो बसमा पार्नु अथवा आफ्नो सौन्दर्यले अरूलाई मोहित गर्नु दुवै अर्थ लाग्छ। तर यहाँ नेवारहरूले तान्त्रिक विधिबाट पूजा गर्दा माताका भाँडा सलिचामा धुवा पारेर बनाएको कालो टीकालाई मोहनी भन्ने गरेको देखिन्छ। त्यसो त यो कालो टीका माथि रातो अक्षताको टीका र जमराको सम्मिश्रणले सबैलाई मोहनी नै लगाएको हुँदा यो कालो टीकालाई मोहनी भनेको हुनुपर्छ। नेवारहरूको हरेक बलि दिनुपर्ने तान्त्रिक पूजामा यसरी मोहनी बनाउनु पर्ने चलन छ। यसमध्ये पनि मोहनी नखाको महाअष्टमी र नवमीको दिन विशेष पूजा गर्ने क्रममा मोहनी बनाउनु पर्ने चलन छ। माकसी वा साधारण सलिचामा मोहनी धागो र तोरीको तेल राखी त्यसमाथि केही दूरीको फरकमा अर्को सलिचाले छोपेर मोहनी बनाएको हुन्छ। माथि राखेको सलिचामा कालो ध्वाँसोको आकृतिले शुभ वा अशुभ लक्षण बताइरहेको हुन्छ। कहिलेकाहीँ त माथि रहेको सलिचामा ध्वाँसो नहुन पनि सक्छ। यो साह्रै नै अशुभ मानिन्छ। यसरी बनाएको मोहनी दशमीको दिन रातो अक्षता टीका र जमरासँगै अनिवार्य लगाउनु पर्ने भएर यो चाडको नामाकरण नै मोहनी भनिएको हुनुपर्छ। भनिन्छ मोहनी नखाको दौरान देवी भवानीको रूप सौन्दर्यबाट महिषासुर राक्षसले समेत युद्ध गर्न भुलेको प्रसङ्ग यहाँ जोडिएको पाइन्छ। मोहनी टीका लगाउँदा अरूलाई वशीभूत गर्न सक्ने शक्ति त छँदैछ। त्यसबाहेक यो टीका लगाउँदा अरू कसैको कुदृष्टि पर्नेबाट पनि जोगिन्छ भन्ने जनविश्वास छ। मोहनी नखाको सबैमा शुभकामना।